यो हामी मुडेबाट अब खडीचोरतर्फ जाँदैछौँ। हेर्नुहोस् तपाईँहरूले दृश्य हेर्दै हुनुहुन्छ, देख्नुहोस् होइन। मुडे बजारलाई छोडेर हामी अब खडीचोरतिर लाग्दैछौँ है त। यस्तो राम्रो डाँडा काँडा छ यार, स्वर्ग होइन त भनेको यार। हेर देखो हमारा दोलखा कैसा है, छुर्ती छुर्ती। हेर्नुहोस् यस्तो हुन्छ। अब यस्तो राम्रो दृश्य देखाउँछु नि म तपाईँहरूलाई होइन, कि तपाईँहरूले जिन्दगीमा देखेको पनि छैन होला क्या त्यति राम्रो है त। ल हेर्नुहोस् मौसम, ल हेर्नुहोस् वातावरण, ल वाह हा 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 हा। ल हेर्नुहोस् मान्छेहरू इन्जोय गर्न घुम्न आएका छन्। ल हाम्रो यो चाहिँ खरीढुङ्गा है, खरीढुङ्गा भन्छ यसलाई। यस्तो दामी छ। अगाडि मेरो अगाडि एउटा बाइक हिँडिराखेको छ होइन, दुईजना टक्क हस्बेन्ड वाइफ हुनुहुन्छ होला उहाँहरू, समथिङ अब जे भयो पनि अब त्यो कुरा। ल जन्नत देख लिया यो वाला कुरो छ। यहाँनिर धेरै आउँछन् सुटिङहरू गर्नको लागि पनि, यति धेरै आउँछन् कि यति धेरै कि तपाईँहरूलाई के थाहा। अरे कोटेश्वरको बहुमुखी क्याम्पसले कहाँसम्म हालेको छ क्या, दोलखासम्म छोडेको छैन। अन्त कस्तो बिनाखि उ गरेको त बाफ्रे। धेरै प्रचार प्रसार गरेछ भन्ने कुरा हो होइन, गरोस् राम्रो कुरा हो। ल हेर्नुहोस् खरीढुङ्गा, यो खरीढुङ्गा भनेको तपाईँहरूले दोलखा भन्ने त यो त एउटा मात्रै हो क्या यो खरीढुङ्गा। यस्तो त योभन्दा लाखौँ हजारौँ गुणा राम्रो कस्तो कस्ता यो खानी हेर्नुहोस्, पहिलाको जमानाको खानी हो यो ढुङ्गा खानी। यहाँबाट राजाहरूले ढुङ्गा बेचेर धेरै अब सुनेको मात्रै हो मैले पनि होइन, एकदम धेरै के किनेर समथिङ के गर्थ्यो अरे। अब हेर्नुहोस् यस्तो राम्रो छ। ल हेर्नुहोस् हेभेन यार, हेभेन हो नि त होइन। हेर्नुहोस् है डाँडा काँडा। ल खरीढुङ्गा यो खरीले लेख्यो भने लेख्छ। पहिला स्कुलमा धेरै जमाना पहिला लेखिने ढुङ्गा यही हो, यसैबाट लेखिन्थ्यो, यही ढुङ्गा हो। यहाँको ढुङ्गा बिक्री पनि हुन्थ्यो, बुझ्नुभयो तपाईँहरूले। हेर्नुहोस् ल यहाँनिर ऊ पनि छ, उद्योग पनि छ। अब अहिले सञ्चालनमा त छैन, ल्याउनु पर्यो। हाम्रो देशमा भएको धेरै यस्तो कति छन् यार। यो त जस्ट एउटा इक्जाम्पल हो, यो खरीदको ढुङ्गाको भयो होइन। त्यस्तो कति छैन भन्नु त, लाखौँ करोडौँ ठाउँमा सिसा खाने के खाने होइन, एकदमै धेरै छ नि त। आइएम सो सरी, म चाहिँ यो गलत लेनमा आएँ, किनभने मैले यता रोकेर तपाईँहरूलाई देखाइदिनु वरिपरि भन्ने सोचिरहेको थिएँ होइन। बट अब यहाँबाट चाहिँ अहिले नदेखिनु भएको कारणले म अलिकति आइएम सो सरी है, म गलत लेनमा हिँडिरहेको छु। यसरी हिँड्नु चाहिँ हुँदैन है। ल हेर्नुहोस् खरीढुङ्गा। तपाईँहरूलाई म वरिपरि देखाइदिन्छु। ल दुख्नुहोस् जरा, मेरा चाबी बन्द गरेर दिनुहोस्। ल हेर्नुहोस् वाउ
looking like a wow. And